नमस्ते हजुर। आज हामी यो के अरे यता बानरहाटमा यो उल्टा घर भन्ने एउटा हेर्न आएको छ होइन। यसो एमाजोन पार्कहरू के छ अरे, अन्त त्यसमा हेर्न आएको छ। अहिले जाँदैछु हो, म एकछिनमा तपाईँलाई देखाउँछु। मेरो साथीहरू दुईजना जाँदैछ हो, हेर्नुहोस्। एमाजोन पार्क छ भन्दैछ, उता उल्टा घर छ, ताजमहलहरू छ, त्यो हेर्नु छ। अब म देखाउँछु तपाईँलाई, ल बिस्तारै बिस्तारै देखाउँछु। ल हानिदि यो रहेछ है, ताजमहल भनेको उल्टा भएर छ। यता यो उल्टा ताजमहल भनेको यो रहेछ, हेर्नुहोस् है। यता एकदमै राम्रो छ, एकदम फाइन गर्छ। ए ताजमहल पनि रहेछ है, एकदम राम्रो छ। ए हेर्नुहोस्, ताजमहल रहेछ यो, एकदमै राम्रो छ। उल्टा भएको छ होइन, एकदम राम्रो छ। हेर्नुहोस्, एकदम राम्रो छ। यता हेर्नुहोस्, हेर्नुभयो होला है, दामी छ। अब हेर्नुहोस्, ताजमहल रहेछ यो, एकदमै राम्रो छ। उल्टा भएको छ होइन, एकदम राम्रो छ। अब म एमाजोन पार्क देखाउँछु। अन्त त्यो प्लेन एउटा राखेको छ, प्लेन देखाउँछु तपाईँलाई। ल त्यो प्लेनको यसमा पुगेँ है, यता हेर्नुहोस्, प्लेन हेर्नुहोस्। हि त्रुङपछि सबै यो नानीहरू खेल्ने पार्कहरू छ, यता चाहिँ एकदम राम्रो राम्रो छ होइन। उल्टा उल्टा घर जाउँ न, उल्टा घर यति राम्रो छ नानीहरू हेर्नु। ट्रेनको यो छ, अब एकछिनमा देखाउँछु यो चाहिँ म होइन। यता मान्छे बस्ने शीतलहरू छ, तर घाम जोर लागेछ आज होइन। सबै यो नानीहरू खेल्ने पार्कहरू छ, यता चाहिँ एकदम राम्रो राम्रो छ होइन। यस्तो भन्नु होइन, यता पार्क कति राम्रो छ, नानीहरू हेर्नु। ट्रेनको यो छ, अब एकछिनमा देखाउँछु यो चाहिँ म होइन। यता मान्छे बस्ने शीतलहरू छ, तर घाम जोर लागेछ आज होइन। यस्तो भन्नु होइन, यता पार्क कति राम्रो छ, नानीहरू हेर्नु। ट्रेनको यो छ, अब एकछिनमा देखाउँछु यो चाहिँ म होइन। यता मान्छे बस्ने शीतलहरू छ, तर घाम जोर लागेछ आज होइन। सबै यो नानीहरू खेल्ने पार्कहरू छ, यता चाहिँ एकदम राम्रो राम्रो छ होइन। उल्टा घर जाउँ न, उल्टा घर यो उल्टा घर है, उल्टा घर हजुर हो। यो हेर्नुहोस्, उल्टा घर न्यानो पनि यता उल्टा गरेर राखेको छ। यता हेर्नुहोस्, यस्तो दामी होइन, सबै यस्तो गरेर राखेको छ।
अनि तपाईँलाई घरको भित्र हेर्नुको भने चाहिँ म देखाइदिन्छु होइन। तपाईँलाई तर जानुपर्दो रहेछ। यस्तो छ टुरिस्टहरू धेरैहरू छ हेर्नुहोस्। यो बाथरुम छ, गिजरहरू छ, सबैहरू छ यता हेर्नुहोस्। यो बेडरुम छ। यस्तो छ टुरिस्टहरू धेरैहरू छ हेर्नुहोस्। यो बाथरुम छ, गिजरहरू छ, सबैहरू छ यता हेर्नुहोस्। यो बेडरुम छ। नमस्ते हजुर, तपाईँहरूको माझमा अझै आएको छु। मेरो हिजो सानो एउटा ब्लग बनाएको छ, त्यसमा तपाईँलाई मन परेछ भने मलाई सब्सक्राइब गरिदिनुहोस्, अन्त कमेन्ट गरिदिनुहोस्। कुनै सजेसन छ के छ भने तपाईँले मलाई सल्लाह दिन सक्नुहुन्छ। अझै म अर्कोपट्टि एउटा सानो ब्लग लिएर आउँछु अझै।